ओके, आज चाहिँ हामी लुपको बारेमा हेर्छौँ होइन। लुप भनेर चाहिँ के हो त? लुप इन पाइथन repeats code again and again until the condition is met. जबसम्म हाम्रो कन्डिसन चाहिँ मिल्दैन तबसम्म चाहिँ यसले चाहिँ हाम्रो त्यो लुपभित्र लेखेको कुराहरूलाई चाहिँ बारम्बार चलाइरहन्छ, त्यो कुरालाई चाहिँ प्रिन्ट गरिरहन्छ भन्ने कुरा चाहिँ छ यसमा चाहिँ। It saved time and avoid writing the same code many time. यसले चाहिँ के गर्छ भनेपछि टाइम सेभ गर्ने काम गर्छ। यसले चाहिँ जस्तो सेम कोडहरू चाहिँ लेख्नु पर्यो भनेपछि के हुन्छ भनेपछि यसले चाहिँ त्यो कोडलाई चाहिँ एकचोटि लेख्ने, बस त्योभन्दा बढी चाहिँ नलेख्ने क्या। एकचोटि लेख्यो त भयो। मेनली देयर आर टु मेन टाइप्स अफ लुप इन पाइथन। पाइथनमा चाहिँ दुई प्रकारको लुपहरू छ, फोर लुप र व्हाइल लुप है। अब म चाहिँ के गर्छु भनेपछि यो यहाँनिर प्लसको आइकन देखिन्ला छ, न्यू फाइल भन्ने छ। मैले चाहिँ यसमा चाहिँ क्लिक गर्छु र नयाँ फाइलको नाम लेख्छु fr4.py। अब py किन लेख्यो भनेपछि यो चाहिँ यसले चाहिँ डट py भनेर चाहिँ एक्सटेन्सन फाइल हो है। एक्सटेन्सन फाइल भनेर चाहिँ यसलाई जस्तो मेरो नाम माई नेम इज प्रकाश पम राइट। लास्टमा जो पम छ त्यसले चाहिँ मेरो चाहिँ जातलाई जनाउने कुरा गरिरहेछ होइन, मेरो चाहिँ कास्टलाई चाहिँ रिप्रेजेन्ट गर्छ। त्यस्तै चाहिँ अब यो फोर डट पीवाईले चाहिँ यहाँनिर चाहिँ के गर्छ भनेपछि पाइथनको चाहिँ के गर्छ, यसले चाहिँ पाइथनलाई चाहिँ जनाउने काम गर्छ होइन। यो नलेख्यो भनेपछि जस्तो मैले यहाँनिर सी लेख्यो भनेपछि सी आउँछ। जस्तो मैले चाहिँ जेएस लेख्यो भनेपछि जाभा स्क्रिप्ट ओके। यहाँनिर चाहिँ मैले जेए भिए जाभा लेख्यो भनेपछि जाभा आइदियो होइन। अब डट एचटिएमएल भनेपछि एचटिएमएल आइदियो होइन। हो यसले चाहिँ के गर्छ भनेपछि पाइथनको ले चाहिँ जस्तो पाइथन सोधिदेला कति बेला चाहिँ एक्सटेन्सन फाइलको नाम लेख भनेपछि सोधिदेला हामीले चाहिँ के भन्नु पर्यो भनेपछि डट पिवाई हो। सीमा गर्दै हुनुहुन्छ भने डट सी हो। एचटिएमएल गर्दै हुनुहुन्छ भनेपछि डट एचटिएमएल हो भनेर चाहिँ त्यो लेख्नुपर्ने हुन्छ। सो अहिले चाहिँ हामी चाहिँ पाइथन लेखिरहेको छौँ, त्यही भएर चाहिँ डट पिवाई चाहिँ हामी लेख्छौँ, डट पिवाई एक्सटेन्सन युज गर्छौँ। मैले भनिहालेँ ल। अब फर्स्ट नम्बरमा भनेको छ होइन, अ लुप इन अ पाइथन रिपिट्स कोड अगेन एन्ड अगेन अन्टिल अ कन्डिसन इज मेट। र अब चाहिँ त्यो कुराहरूलाई चाहिँ हेर्छौँ। अब यसमा चाहिँ के छ त अब है, पाइथन फोरमा फोर लुपमा चाहिँ जस्तो मानिलिउँ फर्स्ट प्रोग्राम पाइथन चाहिँ यति इजी छ कि यति इजी छ छोडिदिनु। अरू प्रोग्रामिङहरूमा धेरै लामो कोड लेख्नुपर्छ। यसमा चाहिँ मैले चाहिँ पिआरआइएनटी प्रिन्ट लेखेँ अनि त्यसपछि मैले चाहिँ ब्राकेट दिएर त्यसपछि मैले डबल इन्भर्टेड कमाभित्र जे जे लेख्छु त्यो चाहिँ आउटपुटकोमा चाहिँ दिने काम गरिराखेको हुन्छ यसले चाहिँ है। जस्तो मैले चाहिँ एचइएलएलओ हेलो, यही मैले के लेखेँ एचइएलएलओ हेलो वर्ल्ड, हेलो वर्ल्ड ओके, हेलो वर्ल्ड लेखेँ होइन। अब यसलाई चाहिँ म प्रिन्ट गराउँछु है एकचोटि। यसमा गएर चाहिँ हेलो वर्ल्ड आइसक्यो है यता होइन। अब मेरो साथीले भन्यो कि अब ल ठिक छ यो त एकचोटि भयो नि त होइन, म यसलाई दुईचोटि प्रिन्ट गरेर देखाऊँ त भने। अब म पनि अब बिन्दास पारामा छु अहिले है। यसलाई चाहिँ म कपी गर्छु एन्ड देन त्यसपछि मलाई यसलाई चाहिँ पेस्ट गरिदिन्छु। अब यसलाई अझ फेरि ला चाहिने दुईचोटि भने म तिनचोटि गरिदिन्छु भने मैले तिनचोटि यसलाई चाहिँ प्रिन्ट लगाइदिएँ होइन। ल तिनचोटि आयो होइन। ल मैले चारचोटि गरिदिन्छु यार, त पनि तँ भी क्या याद रखेगा भनिदिन्छु कि त्यसलाई म होइन। ट्रक ट्रक ल ल मैले चाहिँ तैँले भनेको भन्दा नि मैले बढीचोटि प्रिन्ट गराइसकेँ ल जा भन्ने। अब मेरो साथी रहेछ स्मार्ट होइन। ओ माई गॉश इट्स स्मार्ट के ऊ मान्छे चाहिँ बडा स्मार्ट निक्ल्यो क्या त्यो मान्छे।
अब ल हेर त म यति यत्रो ल हेर है। अब अब चाहिँ के भन्छ भने टाइम सेभ गराउँछ क्या उसले टाइम पनि सेभ गराउँछ होइन। अब त्यो चाहिँ एकदम स्मार्ट मान्छे। मैले चाहिँ यसलाई त्यसले चाहिँ काटिदियो एन्ड देन त्यसपछि उसले चाहिँ के गर्यो भने चाहिँ फोर लुप फोर लुप भन्ने किरा लगाइदियो एन्ड देन एन्ड आई एन इन उसले भन्यो होइन उसले के भन्यो भनेपछि मेमा तेरो नाम स्पेलिङ भन् तेरो नामको स्पेलिङ भन् त मैले भने PRAKASS प्रकाश चल ल ठिक छ के गर्छ म हेरेको हेरेँ क्या त्यसपछि क्लोन चाहिँ दिनुपर्छ क्लोन दियो भनेपछि के हुन्छ भनेपछि जस्तो मैले चाहिँ यो वाला जस्तो इन्टर दबाउँछु जहाँ यो कर्सर चाहिँ देखिन लाग्छ नि हामीले त्यहीँबाट सुरु गर्नुपर्छ है पाइथन त्यो त्यहीँबाट सुरु गर्नुपर्छ है जस्तो मैले यहाँनिर चाहिँ लेखेर यो प्रिन्ट गराउँछु भनेपछि इरर आउँछ यसमा चाहिँ इरर आउँछ आउँदैन अब मैले चाहिँ के गर्नुपर्छ जहाँदेखि त्यो ऊ हुन्छ त्यहीँदेखि चाहिँ हामीले त्यहाँबाट प्रिन्ट गराउनु पर्ने हुन्छ ओके मैले चाहिँ ओके कन्ट्रोल कन्ट्रोल भी राइट कन्ट्रोल भी ओके मैले चाहिँ पेस्ट गरेँ कन्ट्रोल भी गरेँ होइन अब हेर अब उसले के लेख्यो अब यहाँनिर आई लेखेको छ इन लेखेको छ अनि प्रकाश लेखेको छ एन्ड देन प्रिन्ट हेलो वर्ल्ड लेखेको छ होइन स्मार्ट निक्ल्यो मान्छे मैले यसलाई चाहिँ के गरिदिन्छु एकचोटि रन गराउँछु त ल हेर त 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 ल ल यसमा चाहिँ म अरू केही लेखिदिन्छु ल बिएएम थपिदिन्छु होइन म बिएएम थपिदिन्छु ल अब त्यो 10 चोटि भइहाल्यो क्या अब हेर त अब यसमा चाहिँ के हुन्छ भनेपछि फोर लुपले चाहिँ के गर्छ भनेपछि अब मैले चाहिँ यो पहिलो नम्बर कुरो चाहिँ यहाँनिर चाहिँ फर्स्ट कन्डिसनमा चाहिँ हामीले के भनेको थियौँ भनेपछि इट सेभ टाइम एन्ड अभोइड राइटिङ द सेम कोड मेनी टाइम हामीले चाहिँ के गर्नु परेन त एउटा सेम कोड मैले चाहिँ अघि 3 4 चोटि पेस्ट गरेको थिएँ होइन सेम सेम कोड लेखेको थिएँ अहिले त मैले यत्रै लेखेको छु अब भोलि चाहिँ मैले कुनै सफ्टवेयर बनाउनु पर्छ भनेपछि त्यसलाई चाहिँ मैले धेरैचोटि लेख्नुपर्छ नि त धेरै ठुलो कोडहरू लेख्नुपर्ने हुन्छ मैले त अहिले हेलो वर्ड मात्रै लेखेको छु होइन अब यसले चाहिँ के गर्यो त एउटा टाइमलाई सेभ गर्यो र अर्को कुराहरू चाहिँ के गर्यो भनेपछि यसले चाहिँ रिपिट होइन त्यो कुराहरूलाई चाहिँ रिपिट गर्यो अब कन्डिसन जहाँसम्म म्याच हुन्छ उतिसम्म त चल्ने हो होइन अब जस्तो मेरो चाहिँ के भयो भनेपछि आई किन लेख्यौँ भनेपछि जस्तो पी यो उठेर चाहिँ एकचोटि आईमा जान्छ र यसले चाहिँ एकचोटि प्रिन्ट गराएर आउँछ होइन त्यसपछि पालो आरको आर यमाबाट उठेर आईमा आउँछ र त्यसपछि यसले यसमा चाहिँ प्रिन्ट गराइदिन्छ त्यस्तै एमसम्म चाहिँ यसमा चाहिँ प्रिन्ट गराउँछ होइन जस्तै अब त्यसमा जाने भयो एउटा एउटा गरेर चाहिँ जाने भयो अनि त्यसपछि त्यसले चाहिँ यसमा चाहिँ प्रिन्ट गराउँछ ल ओके ल ठिक छ यसरी नै चलाउनु पर्ने हो त नै यसरी चलाउनु पनि पाइन्छ होइन कुनै स्ट्रिङहरू जो यो हामीले यो भित्र लेखेका छौँ स्ट्रिङ दिन पनि पाइयो बट हामीले चाहिँ अब 300 चोटि नम्बर लेख्नु छ 300 चोटि यसलाई चाहिँ प्रिन्ट गराउनु छ भनेपछि के गर्नु पर्यो त अब यसलाई चाहिँ हामी काटिदिन्छौँ होइन एकचोटि अब पाइथनमा चाहिँ एउटा फङ्सन छ RANG रेन्ज भन्ने फङ्सन छ अब मैले चाहिँ यसमा चाहिँ के भन्नु पर्यो ल भाइ अब मैले चाहिँ त्योभन्दा नि खतरनाक सिकेर आएँ क्या ल रेन्ज फङ्सन सिकेर आएँ होइन तैँले त त्यो मात्रै सिकेर रहेछस् ल अब हेर्दै जा त भन्ने कुरा गरेँ क्या मैले ल अब हेर मैले चाहिँ अब यसलाई चाहिँ 300 चोटि चलाइदिन्छु ल हेर भने मैले चाहिँ रेन्ज फङ्सन लगाउँछु अनि त्यसपछि चाहिँ म के हो र रेन्ज फङ्सन लगाउँछु अनि त्यसपछि मैले यसलाई चाहिँ प्रिन्ट गराउँछु कतिचोटि चल्यो 300 चोटि चल्यो र यार यो 30 चोटि मात्रै भनेको छु नि त मैले 30 चोटि भने 300 चोटि चलाउनु पर्यो ल ओके 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 300 चोटि चल्यो होला है अब त चल्यो होला 300 चोटि चल्यो क्या ल होइन ओके अब ल ठिक छ यो त ठिक छ ल अब
अब यो कोड छ नि जो अब यो हेलो वर्ल्ड चाहिँ तल 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 आउँछ यसलाई चाहिँ हेर्न चाहिँ अप्ठ्यारो धेरै अप्ठ्यारो भइरहेछ मलाई चाहिँ। अब यसको लागि चाहिँ के गर्छु भनेपछि यहाँनिर चाहिँ एउटा अर्को छ यहाँनिर चाहिँ अब यहाँनिर चाहिँ के हुन्छ भनेपछि हाम्रो चाहिँ यो के आइरहेछ ल ठिक छ। अब यहाँनिर चाहिँ इएनडी हो इन्टले चाहिँ के गर्छ भनेपछि अब यसलाई चाहिँ हेलो वर्ल्ड छ त अब यो लाइन यतातिर सार्छ क्या अब यतातिर छ। अघि चाहिँ लाइन चाहिँ तल कोलममा थियो अब चाहिँ रोमा आउँछ क्या होइन। अब यसलाई चाहिँ म एकचोटि प्रिन्ट गराउँछु। द्याट्स यसरी हुन्छ क्या है यसमा चाहिँ अब फुल लुपमा चाहिँ है। अब यसमा चाहिँ के गर्ने भनेपछि जस्तो कुनै कुराहरू हामीले चाहिँ होइन अब 1 देखि 10 सम्मको कुराहरू मैले अब सिक्नु पर्यो होइन। 1 देखि 10 सम्मको कुराहरू लेख्नु पर्यो भनेपछि जस्तो म चाहिँ पिआरआइएनटी प्रिन्ट आई गरिदिन्छु। प्रिन्ट आई गरिदिन्छु भनेपछि के हुन्छ प्रिन्ट आई गरिदिन्छु र त्यसपछि अब अर्को लाइनमा चाहिँ ल्याउनु छ यो के भइरहेछ कमा लगाएर मैले चाहिँ इन्ड भनेर चाहिँ त्यसपछि डबल इन्भर्टेड कमालाई मैले स्पेस दिन्छु होइन। त्यसपछि रन गराउँछु त यो हेर्नुहोस् त 0 देखि सुरु हुन्छ होइन। कुनै कुरा के हो भनेपछि लुप चाहिँ कसरी चल्छ भनेपछि एन माइनस वान गरेर चाहिँ चल्छ कि यहाँनिर चाहिँ जस्तो मेरो चाहिँ 300 छ भनेपछि 300 लेखेको छु भनेपछि यहाँनिर चाहिँ माइनस वान हुने भयो क्या माइनस वान हुने भयो। माइनस वान कति हुन्छ त यामा चाहिँ 299 सम्म चल्ने भयो क्या 0 देखि चल्छ र यहाँदेखि यहाँ छ यसको 299 सम्म चल्ने भयो क्या यो वाला है। ल ठिक छ अब यसलाई चाहिँ यो वाला कुरा चाहिँ ठिक छ। अब त्यसपछि चाहिँ हामी व्हाइल लुप हेर्छौँ है। व्हाइल लुप हेर्छौँ। ल अब व्हाइल लुप है। ल ओके एनयुएम नम भने होइन अहिले चाहिँ नम्बर 1 लेखेँ। ठिक छ नम्बर 0 गराउन अब 0 लेखेँ अनि त्यसपछि म व्हाइलमा चाहिँ व्हाइल लुप लगाउँछु होइन। व्हाइलमा चाहिँ कन्डिसन हुन्छ क्या होइन। व्हाइल लुप लगाए यदि एनयुएम less than is equals to 5 print to print num and पछि num plus is equals to 1 1 ओके। अब यसको चाहिँ के हुन्छ भनेपछि मैले चाहिँ व्हाइल लुप लगाएँ नम्बरको भ्यालु चाहिँ अहिले 0 छ। त्यसपछि व्हाइल लुप चाहिँ त्यहाँ कन्डिसन चेक गर्छ है। यहाँ चाहिँ कन्डिसन चेक गर्छ अब यो चाहिँ कन्डिसनको आधारमा चल्ने गर्छ होइन। जस्तो एनको भ्यालु 0 छ अब यहाँनिर चाहिँ चल्छ एनको भ्यालु यहाँनिर चाहिँ के एनको भ्यालु लेस देन 5 छ त छ। त्यसपछि उसले चाहिँ प्रिन्ट गराइदिन्छ एन एन नमको भ्यालु चाहिँ कति छ त अहिले 0 छ नि त होइन। एकचोटि 0 चल्या हो यामा चाहिँ 0 छ। त्यसपछि 0 छ त यसपछि यसले चाहिँ के गरिदिन्छ प्रिन्ट गराइदिन्छ एनको एनको भ्यालु चाहिँ अहिले कति छ 0 छ। 0 लाई यहाँ प्रिन्ट गरायो यसले होइन। अब त्यसपछि चाहिँ अब एन प्लस इजिकल्स टु 1 लेखेको छ हामी यसलाई चाहिँ अर्को तरिकाले पनि लेख्न सक्छौँ जस्तो यहाँनिर चाहिँ एनयुएम नम इजिकल्स टु एनयुएम नम प्लस 1 गरेर पनि लेख्न सक्छौँ। केही फरक पर्दैन सेम आन्सर आउँछ तल चाहिँ सेम आउँछ।
के गर्छ भनेपछि एनले चाहिँ एक एक गरी चाहिँ त्यसको भ्यालुलाई चाहिँ बढाइदिन्छ क्या होइन। जस्तो एनको भ्यालु चाहिँ अघि 0 थियो, अब अहिले आएर चाहिँ त्यसको भ्यालु चाहिँ 1 भयो। अनि त्यसपछि यहाँ चाहिँ एनको भ्याल्यु के एनको भ्याल्यु चाहिँ एनको भ्याल्यु चाहिँ लेस देन के 5 छ छ त्यसपछि चाहिँ एनको भ्याल्युलाई चाहिँ प्रिन्ट गराएको छ यहाँ। अनि त्यसपछि यसले चाहिँ आईको भ्याल्युलाई चाहिँ बढाएर 2 बनाइदियो, 2 आएर तल आएर कन्डिसन चेक हुन्छ। यहाँनिर चाहिँ 5 के आईको भ्याल्यु 5 भन्दा सानो छ त, एनको भ्याल्यु 5 भन्दा सानो छ, छ। त्यसपछि यसले चाहिँ चलायो। त्यसपछि त्यस्तै हुँदा हुँदै चाहिँ त्यसको भ्यालु चाहिँ 5 मा पुग्छ। के 5 को भ्यालु 5 भन्दा सानो छ? अब्भियसली नट राइट। किन भनेपछि यो त बराबर हो होइन। त्यसपछि यो कन्डिसन चाहिँ चल्दैन होइन। त्यसपछि यो लुप पनि टर्मिनेट हुन्छ है। अब यसको भ्यालु चाहिँ हामीले चाहिँ यहाँनिर नबढाउने हो भनेपछि के हुन्थ्यो भनेपछि इन्फिनिटी लुप हुन्थ्यो क्या यो चाहिँ। इन्फिनिटी लुप हुन्थ्यो यहाँनिर चाहिँ। म एकचोटि तपाईँलाई देखाउँछु इन्फिनिटी लुप भनेर चाहिँ कस्तो हुन्छ भन्ने कुरो। यो चाहिँ अब बढी बढी कम्प्युटरलाई चाहिँ चल्यो, कम्प्युटर चलिहाल्यो भनेपछि के हुन्छ, एकछिन हेरौँ है त। इन्ट कम्प्युटर ह्याङ हुने सम्भावना हुन्छ क्या फेरि। अब यो चलेको चलै हुने हो क्या फेरि यो वाला, कहिले रुक्ने होइन फेरि यो। यो इन्फिनिटी लुप हो, चल्या चले क्या यो भित्र अब, चलेको चले होइन। यस्तो छ क्या कहानी चाहिँ, अब लुपहरूको कहानी यस्तो छ। अब के भन्ने अब होइन। यो चाहिँ मलाई चाहिँ लाग्छ यसलाई चाहिँ म सकुनी मामा नै भन्छु। जति योसँग लुपसँग खेल्न सक्यो उति चाहिँ हाम्रो लजिक बिल्ड हुन्छ होइन। सो आजको लागि यति नै है। थ्याङ्क यू है।